हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी काठमाडौँ टुरमा निस्किरहेका छौँ। कतिको छ नि क्यामेराको अहिले चाहिँ हाम्रो फ्लाइटको टाइम भइसकेको छ। बुधबार यहाँ चन्दगढीबाट गइरहेछ। अब यो कति बजी पुग्छ? 1 घन्टा लाग्छ है मित्र। 40 मिनटहरूमा चाहिँ हामी मित्रको अब प्रोग्राम छ नि त काठमाडौँमा। फोटो खिच्यो नि मेरो एउटा मजाको एउटा फोटो खिच्ने हो। पायो रो अब चाहिँ हामी टेक अफ गरिरहेका छौँ। Silas Nirola and the entire collective welcome you on board this ATR. पारी देख्ने चाहिँ कञ्चनजङ्घा हिमाल हो। अहिले हामी त्यताबाट चढेको देखिरहेछौँ। तेन्जिङ तलमा चढेको तेन्जिङ शेर्पा एभरेस्ट चलेको के हिमाल टाढो देख्दैछ। कञ्चनजङ्घा हिमसिङ खोला ल आइपुग्यो हामी चाहिँ बस पर्खिरहेछ हामीलाई। यो बसमा चाहिँ चढेर बाहिर निक्लिनु पर्यो। यो चाहिँ अब ल्यान्ड गरिसकेको हामी जर्नी। ल आमा हो त ठिक छ यहाँ सिधै योमा हो मित्र। It's a morning walk. काठमाडौँको पाटन दरबार स्क्वायर भन्ने चाहिँ यही रहेछ है। भेरी ब्युटिफुल प्लेस।
हाम्रो रीति छ। यस शब्दलाई नायक अथवा मुख्य मान्छे भन्ने अर्थमा बुझ्नुपर्छ। उहाँहरू दुवै आजका नायक हुनुहुन्छ। चियाले धेरैजसो बारिसको दिनको थालनी गर्छ, तर चिया उमारी चियालाई नै जीवन दिनेहरूको मार्मिक कथा सबैलाई थाहा नहोला। चिया श्रमिकहरूका सुस्केरा सङ्घर्ष सपनाको बेथाली भरिएको उर्माल उपन्यास लेखेर स्रष्टा छुदेन काव्यमज्यूले निकै ठुलो गुण लगाउनु भएको छ। यही उपन्यासका लागि उहाँले मदन पुरस्कार पाउनु भएको। बेहुलालाई अरूकाले गाउने श्री मोहन मैनालीज्यू तथा डाक्टर श्री प्रतिभा पुरज्यूलाई धन्यवाद। म पुनः श्री रूपाज्यूलाई कपुर सहितको दीप प्रज्वलन गर्न अनुरोध गर्छु। अब गुठीका उपाध्यक्षज्यूबाट बेहुलाको आरती हुन्छ। यसपछि प्रमाणपत्र समर्पणका लागि म अध्यक्षज्यूलाई अनुरोध गर्छु। प्रमाणपत्र समर्पण अब म फेरि अध्यक्षज्यूलाई पुरस्कारको रकम बेहुलालाई समर्पण गर्न अनुरोध गर्छु। अब आजका बेहुला श्री छुदेन काव्यमज्यूलाई आफ्नो स्थानमा आसन गराई माल्यार्पणका लागि म पुनः हिमालीज्यू र सानियाज्यूलाई अनुरोध गर्छु। ताली फुलको माला। पुरस्कार समर्पणको काम सम्पन्न भएको छ। धन्यवाद अध्यक्षज्यू, उपाध्यक्षज्यू, धन्यवाद रूपाज्यू। पुस्तक गुरमाललाई मदन पुरस्कारबाट सम्मानित गर्न पाउँदा हामी संसारभर छरिएका नेपाली भाषीसँग जोडिने मौका मिलेको छ। यहाँ म मदन पुरस्कारबाट सम्मानित पारसमणि प्रधानज्यू, फादर विलियम बर्कजीलाई पनि सम्झन्छु। यही अवसरमा जन्मश्रीबाट सम्मानित दुर्गाबहादुर श्रेष्ठ, शान्ति ठटाल, वीरबहादुर छेत्री, ठाकुर प्रसाद गुरागाई, हरिप्रसाद गोर्खा राई, इन्द्रबहादुर राई र धर्मबहादुर भण्डारीजी प्रति सम्मान प्रकट गर्दछु। नेपाली साहित्य सम्मेलन र दार्जिलिङ र सेरोफेरो को पनि उत्तिकै सम्झना गर्छु। पारसमणि प्रधानजीलाई 27 सालमा मदन पुरस्कार सम्मान अर्पण गर्ने क्रममा दार्जिलिङ पुग्दा म 15 वर्षको थिएँ। रानी जगदम्बा, दादा कमल दीक्षित र आमा अन्जु दीक्षित सँगै गएर समारोहमा बसेको धमिलो सम्झना मलाई अझै पनि छ। छुदेनजी, यहाँको उर्मानले चिया पछाडिको दुःखको कथा भनेको छ, तर विडम्बना हामी त्यही दुःखबाट चुसाएको चियाले बाँधिएका छौँ। यहाँको लेखनीले निरन्तरता पाइरहोस्, यहाँको कथा व्यथाले धरती छोइरहोस्। यहाँलाई बधाई र स्वागत। अन्त्यमा आदरणीय विद्वजन, यो चाहिँ अस्ति यो सिंहदरबार चाहिँ यही हो नेपालको सिंहदरबार। अस्ति मुभमेन्ट डरलाग्दो भएको जग्गा चाहिँ यही हो। यहाँबाट सिधा अगाडि चाहिँ धरारा देख्दो रहेछ। अब धरारापट्टि पनि जाँदैछु। प्राय जलेको जग्गा, मुभमेन्ट आन्दोलन भएको जग्गा चाहिँ अहिले हामी छुदेनजी र म कभर गर्दै हिँडिरहेको छु। यहाँ अगाडि सर्वोच्च अदालत पनि जलाएको रहेछ, त्यहाँबाट जिल्ला कार्यालय पनि जलाएको थियो, त्यहाँबाट ब्याङ्क पनि जलाएको थियो। जाने साथीहरू रमाइलो गरेको हुँदैछ। त्यो त अलगै छ नि। त्यो त
त्यो त रमाइलो अलगै हो त्यो त रमाइलो त्यो 8 बजे अनि त्यहाँ चाहिँ भक्तराज आचार्यको इन्टरभ्यू छ त्यसपछिको व्यवहार सामान्य भयो हाम्रो रिलेसन हैन सजिलो हैन अनि प्लिज Terima kasih.